लाग्यो पानी पनि पर्छ बेलुका यो चाहिँ गोला भन्ज्याङबाट अलिक तलतिरको रोड हो अब एभ्रिवान सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा आज चाहिँ हामी यहाँनिर अहिले चाहिँ यहाँ तलतिर निस्किनु लाग्यो ए हेर न हेलमेटै बगाइ छोड्यो जस्तो आयो त्यस्तै हुन्छ मेरो हेलमेटै यहाँ कस्तो अप्ठ्यारो हो बोल्ने यहाँ तल यो बाइक धुनको लागि जान लाग्यो बाटो चाहिँ यस्तो दामी छ भ्यूहरू पनि भोगा लगाइरहेको छ कस्तो दामी है ठाउँ दामी छ तर यो मेरो हेलमेटै भएन यार यो सेटअप गरेको यो फोनले तानिदिइराख क्या गोब्रो क्यामेरा छैन फोनले लत्तै तानिदिइरहेछ अनि कस्तो अप्ठ्यारो भइरहेछ क्या फोनको लागि तल आइरहेछ आँखै देखेको छैन क्या मैले हेलमेटले मजाले यो चाहिँ गोला भन्ज्याङबाट अलिक तलतिरको रोड हो यहाँ तलतिर बाइकहरू धुने ठाउँ छ नि त अनि यसो बाइक हल्का फोहोर भएछ अब यसो धोइदिउँ पुरानो बाइक भए पनि धोइदिउँ न छ धेरै दिन पछाडि बाइकको भिडियो बनाएको मैले सबैजनाले सपोर्ट गरिदिनु होला मलाई पनि यहाँ भर्खर यहाँ म भ्लग बनाउनु सुरु गर्दैछु छोटो भिडियो बनाइदिन्छु अब यहाँ 2 मिनट लाग्छ त्यतिसम्मको मात्रै आउँछ भिडियो राइट बाटो त छ बाटो चाहिँ बबाल छ है हरियाली सबैतिर अब त बर्खा पनि लाग्यो पानी पनि पर्छ बेलुका बेलुका सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु गोलाई पनि बबाल छ यहाँ तलतिर छ धुने ठाउँ चाहिँ बाइक अब त्यहाँनिर गएर यसो धुनुपर्ने हुन्छ मैले तनाव छ मलाई यो महिना पनि कता फर्क्यो मैले यो 150को ऐना चाहिँ धेरै फुटे गर्ने भएर यो मैले उयसको लगाइदिएको कि प्लेटको लगाइदिएको हिजो अलिक डह्रो हुँदो रहेछ कि अर्को त यति बेला के भइसकिसक्यो लाग्यो पनि धेरै महिना भइसक्यो अहिलेसम्म चाहिँ केही भएको छैन अलिक डह्रो हुँदो रहेछ तर महँगो चाहिँ 150 भन्दा अलिक महँगो तर डह्रो हुँदो रहेछ मैले ट्राई गरेको देखिँदा पनि मजाले देखिँदो रहेछ देखिँदैन जस्तो लाग्यो देखिँदो रहेछ लुक्स पनि अलिकति फल्टो देखिन्छ दामी देखिन्छ हामी आइपुग्न लाग्यो समानबाट चाहिँ मकै पनि अब फल्ने हुँदै रहेछ हाम्रो त यति पनि यस्तो बाटो हुन्छ यार यस्तो सामान घरसम्म जन्मेर यत्रो भइसकिसक्यो बाटो केही नै भएको छैन बर्खा आउँछ के भान्सातिर त कस्तो आइरहेछ क्यामेराहरू भरे मात्रै थाहा हुन्छ फेरि अब आइपुग्न लागि हामी यहाँ बाइकहरू धुने ठाउँमा यहाँ फ्रीमा धुनु पाइसक्यो यहाँनिर पैसा पनि लागेन त्यही पानी हाल्ने जाने पानी हाल्ने जाने सेम्पू लगायो भने सेम्पू हुन्छ पानी हाल्ने जाने अब यहीसम्म मात्रै हुन्छ मेरो भिडियो एन्ड हुन्छ है साथीहरू सबैजनाले लाइक कमेन्ट गरिदिनु होला मेरो साथीहरू कता हरायो आजभोलि छैन त लाइक कमेन्टहरू छैन यहीँसम्म हो यहीँसम्मको यात्रा ओहो यहीँनिर हामीले स्टेसन अब यहीँनिर रोकेर चाहिँ अब धुनुपर्ने हुन्छ बाइक सफा गरेको त्यस्तो बनाइ हो त्यस्तो भनेको मैले ल यो चाहिँ बाइक धुने भाइ है यहाँको फ्रीमा धोइदिन्छ यो भाइ त यहाँ आयो भने सबैको बाइक धुँदै बस्छ नि त भाइ त्यही भएर यहाँ फ्रीमा धोइदिन्छ पैसा लाग्दैन यहाँनिर आएर धुनु सक्नुहुन्छ फ्री सर्भिस लिनु सक्नुहुन्छ यो भाइ मार्फत होइन भाइ पैसा लाग्दैन नि यहाँ धुको हो 100 रुपियाँ त मैले बोकिरहेको छु पेनभित्र यो भाइले यसो बाइकहरू पनि बनाइदिन्छ बनेको बाइक चाहिँ बिगारिदिन्छ बिग्रेको बाइक चाहिँ बनाइदिन्छ ए होइन यस्तो चाहिँ कस्तो भने नि बिग्रेको बाइक चाहिँ उयो दाइहरूको नि बाइक धोइदेऊ न
रहर गरिराखेर है भाइले बाइक धुनु दिनु पर्थ्यो नि त यो भाइ फेरि बाइक धुनु भनेपछि साह्रै जान लागिसक्यो यार के गर्नु भयो यार बोस त फेरि खत्तम हुने भ्लगको लागि त डेन्जर आम्मा सक्छ त हेर्न टायर गइसक्यो नि यहाँ हेर्न पुरै टायर गइसक्यो क्या हाम्रो न्यू भ्लगर दाइ हो क्या खत्रै भ्लग बनाउनुहुन्छ बनाउनु नि फेरि ध्वस्त पनि फेरि खत्रै ध्वस्त गर्नुहुन्छ कि फेरि ल आफै सहार्नु ल आफ्नो भ्लगमा ल यहाँ चाहिँ झर्ना पनि छ यहाँनिर ओके यहाँ तलतिर झर्ना पनि दामी छ म यसो भिडियो बनाउनु आएको मेरो बाइक यहाँ ट्याङ्की कुचिराखेँ बनाउने भनेको 1 वर्ष भइसक्यो बनाउनै पाएन यसो हल्का चटक देखाइदिएको नि मान्छेहरूलाई यहाँ चाहिँ झर्ना छ यहाँनिर पौडी खेल्ने ठाउँ पनि छ अब बाइक धोएर जानुपर्ने हुन्छ हाल्दै भाइ पानी अब त्यस्तै हो गाई हल्का रमाइलो गर्नुपर्छ जिन्दगानीमा घरमा बस्दा पनि वाक्क हुन्छ रुममा यता आउने घुम्न आएको छौँ हामीहरू अब हामी फर्किने यहाँ बाइक धुने अनि त्यहाँबाट फर्किन्छौँ ल सपना सबै टुटे दैव पनि रुचे नि भाग्यको यो लेखालाई कसले भेट्न सक्छ आइपुगिसक्यो मेरो रुम चाहिँ यहाँ माथि छ त्यही हो थ्याङ्क्स फर वाचिङ